हेलो सबैजनालाई नमस्ते। म चाहिँ यता काभ्रे जिल्लाको पनौती बजारमा छु। पनौती बजार चाहिँ एकदमै पुरानो घरहरू हैन, उहिलेको जमानादेखिको घरहरू रहेछ। पुरानो छ हैन, पुरै इटाले बनेको घरहरू छ पनौती है। अनि यता मन्दिर पनि छ, यता पछाडिपट्टि देख्न सक्नुहुनेछ सबैजनाले। तपाईहरुले देख्न सक्नुहुनेछ पुरानो घरहरू यता छ है। एकदमै पुरानो यो चाहिँ। यता पुल पनि छ, एकदमै पुरानो पुल हो यो पनि, देख्न सक्नुहुनेछ सबैजनाले। पुरानो पुल। अनि यता नदी पनौती भनेपछि नाम अनुसारको ठाउँ भन्ने कि अब एकदमै राम्रो छ है। सो त्यही हो, यता देख्न सक्नुहुनेछ सबैजनाले उयो मन्दिर। यो चाहिँ पनौती बजारबाट यो खोलादेखि देखिएको साँझतिर सूर्य अस्ताउँदादेखिको दृश्य हो यो, देख्न सक्नुहुनेछ। कति राम्रो छ है। यो चाहिँ पनौती बजारबाट है। यता यो पुरानो बजार, पुरानो घरहरू है। यता नदी, बागमती नदी जस्तै छ यो, तर त्यति सफा पनि छैन, ठिकै छ भनौँ हैन। यो पुरानो पुल है, यो राजाका पालादेखिको पुल होला सायद, धेरै पुरानो पुल हो यो। अनि म चाहिँ यता सिडीबाट चढ्दैछु माथिपट्टि। सो त्यही हो है। सूर्य फेरि अस्ताइसकेको छ। यो चाहिँ पनौतीको खोला के नाम रे अमृत है? के नाम रे खोलाको नाम? यो खोलाको नाम चाहिँ थाहा छैन हामीलाई हैन। तर यता एउटा दृश्य देखाउँछु तपाईहरुलाई म, एकदम नयाँ रोचक दृश्य छ, एकैछिनमा देखाउँछु है। यो देख्न सक्नुहुनेछ, यो फोहोर पानी जम्मै यताबाट यता यो पाल रहेछ हैन। यो पालबाट कता जान्छ थाहा छैन है। यो पाल रहेछ, यताबाट कता जान्छ थाहा छैन हामीलाई। यस्तो छ पनौती बजार हैन। यही हो सबभन्दा मेन अहिलेको भनेको चाहिँ यो पाल। यो पालबाट पानी कता छिरेर गयो केही पनि थाहा छैन। यो चाहिँ पनौती बजारको आलु खेती रहेछ। यतिको चाहिँ हुनु पर्यो। नेपाल एक कृषि प्रधान देश हो। कृषि प्रधान देश भएको कारणले पनि नेपालमा यस्तो हुनु पर्यो। काभ्रे यो ठाउँमा मात्र नभएर सबै ठाउँमा हुनु पर्यो। ल देख्न सक्नुहुन्छ यतिको हुनु पर्यो। यो चाहिँ आलु खेती, काभ्रेको आलु खेती। ल